गाइस गुड मर्निङ तपाईँहरूलाई होइन। दाजु पनि आज मलाई फुपाले फोन गरेर भन्नुभयो च्याउ पाएँ हिट्टीमा लिन आइज भनेर। अनि म दादा दिदी चाहिँ च्याउ लिन जाँदैछु हो। हेर्नुहोस् होला अब च्याउ कत्रो छ हो, कत्रो चाहिँ पायो फुपाले। हेरौँ अब कहाँ चाहिँ भेटायो च्याउ हो। अब देखाउने छु तपाईँहरूलाई च्याउ, हेर्नुहोस् होला गतिल छ भन्दै थियो। हेलो दा हो के जाउ माथि छ त्यो धारा मजाले मुख धुँदै रहेछ जाले हो। दिदी पनि जाँदैछ च्याउ लिनु। अन्त दा पनि छ उता पुटुङको। यस्तो देखिन्छ दामी भ्यू। यो चाहिँ हिट्टीको अलिकति पर हो, बर्निङ घाट यहीँ ल्याउँछ सबैजनालाई। लास्ट जर्नी चाहिँ यहीँ हो सबको हो। पर हाम्रो फुपाले ल्याउँदैछ भरे त टिपिसकेछ, फुपाले टिपिसकेछ हो। म त त्यहीँ तपाईँहरूलाई जहाँ भेटाएको त्यहीँ देखाइदिउँ भनेको त च्याउ ल्याउँदैछ, खास माल चाहिँ ल्याउँदैछ अहिले ऊ लिएर आउँदैछ च्याउ। आएछ हेर्नुहोस् त कत्रो छ च्याउ। के अरे च्याउ फुपाले पाएर ल्याएको हेर्नुहोस् डाले च्याउ गतिलो पाएछ। ए भच्चा आएछ नि त, खै छोड्नु हेरौँ भचेको पाठ है दामी पाएछ हो। यसरी मिलान नभन्नी फेरि अहिले उज्जवलले मार्छ भन्दैछ नि यहाँ फेरि हो। हो हामी च्याउ लिन कि कहाँ पाएको? ए बाटोमा, ए बाटोमै थियो हो, बाटोमा पाएको रहेछ। यो च्याउ पाउने जग्गा पनि थाहा हुनुपर्छ है। ए उता गएको छ एकजना हो। म पनि तपाईँलाई यो नटिपेको भए त म त त्यो जहाँ रोपेको छ त्यहीँ फलेको देखाइदिउँ भनेको त। फुपा चाहिँ च्याउ किलर हो नि त। हाल्दै हो ए यहाँ पनि झरेछ फेरि, यत्रोको पनि किम्ती छ हो च्याउ चाहिँ। फेरि कहाँ आएको यस्तो हेरिकन आउने। ए ल च्याउ लिएर आयो। हामी पनि एकछिन खोजेको त हुन्थ्यो नि है। यसले त मर्छ नि फेरि, यसले चाहिँ यो चाहिँ खाने च्याउ होइन नि फेरि हो साथीहरू। यसले चाहिँ फेरि स्पटेड बनाइन्छ फेरि, जहाँ खायो त्यहीँ मर्छ होइन त्यसले। त्यही त फेरि पायो भने लिएर आउँ ल। केलाउँदै गर्छु केलाउँदै गर्छु अहिले 12 बजी। कहाँ त्यता पनि हुन्छ है। यो चाहिँ जग्गा थाहा हुनुपर्छ नि त हो बुबा। ल अहिले चाहिँ कालो पेनी गाछमा हालेर ऊ लाँदैछु च्याउ हो। अब फर्केको घर, अब घरमा गएर यसलाई केलाएर 12 जी बनाउने हो आज। यो चाहिँ धारा, अब धारामा फेरि हात खुट्टा नदिकन भएन हो। साथीभाइहरू अब घरमा गएर च्याउ बनाउने छ। अन्त च्याउ पकाएको पनि दिएको छु तपाईँहरूलाई हो। यसमा चाहिँ भक्कु लसुन हालेर पकाउनुपर्छ नि त अहिले, हेर्नुहोस् होला। ए म अन्त यो चाहिँ लसुन तास्दैछ च्याउमा हाल्नुको लागि। यो च्याउमा चाहिँ लसुन पुरा हाल्नुपर्छ नि त हो। अन्त यो अहिले पानीमा डुबाइरहेको छ। पहिला यत्रो पाएको च्याउ पानीमा रातभरि डुबाउँदाखेरि भोलि अलिक पक्रेर ठुलो भइरहेको हुन्थ्यो हो। यो पनि कतै अझै हुन्छ कि डबल यसको अरे। हजुर यो हिट्टिदिनु उताबाट गतिल छ नि च्याउ त। हेर्नुहोस् नि यो खाँदा त यो चाहिँ मुन्टासँग मिसाएर झन् दामी हुन्थ्यो नि, स्वाल स्वाल हो। योसँग त म 3 थाल भात ठटाइन्छु नि साथीहरू। मुन्टा यहाँ तल छ, अहिले मुन्टा पनि टिप्नुहोस् होला हौ। 1-2वटा मुन्टा टिप्नुहोस्। अझै म यहाँ मुनिपट्टि बारीमा मुन्टा टिप्नु जाँदैछु, त्यसमा मिसाउनुको लागि। मुन्टा मिसाउँदा झन् दामी हुन्छ च्याउ हो, चिप्लो सल सल जान्छ। यो घोका मात्रै रहेछ मकै यहाँ त फलेको हो। यो रहेछ हाम्रो मुन्टाको बोट। मुन्टा टिपेको हेर्नुहोस् होला
यो चाहिँ अलिक छिप्पेको रहेछ मुन्टा छिप्पेको पनि टिप्दिउँ हो यो चाहिँ च्याउमा मिसाउनुको लागि दामी हुन्छ नि यहाँ त फेरि साँपहरूसँग जोगिनुपर्छ साँप पनि हुनसक्छ कि साथीहरू ल यो धन्ना भेट्नेमा रहेछ आया एकछिन यो मस्तो साइट अब यतिले त यी पुग्छ मुन्टा हो यो च्याउको लागि अब लगेर दिइहालौँ दिदीलाई अब दिदीले पकाइहाल्छ हो मलाई फेरि च्याउ त साह्रै मनपर्छ मलाई झन् यसको लागि त म च्याउ त एक्साइटेड हुन्छु जहिले पनि क्या यताउति हो गर्नु मुन्टा सुन्टा टिप्नु पकाउनु चाहिँ जान्दिनँ नि त तर हो ल यसो ल फेरि खोज्नु कहाँ गयो खोज्नु फेरि यसले भिडियो बनाउँदै रहेछ तपाईँ के भएको यो पाएन नि अब त सुन्नु न त्यो च्याउको चाहिँ के आज पायो भने आज कुन दिन पाएको त्यो दिन अर्को साल पनि पाउँछ है अर्को साल हुन्छ नि त्यही जग्गामा है त्यही जग्गा यति तारिक नै अलिकति सरेको हुन्छ हौ अलिकति सरेको हुन्छ त्यही तारिक जानुपर्छ जग्गा थाहा भयो जग्गा थाहा भयो अब त्यही जग्गामा चाहिँ गएर चाहिँ के गर्नु पर्यो के गर्नु पर्यो खोज्नु पर्यो नि सिजनमा त्यसको ए अलिकति यताउति जग्गा सरेको हुन्छ हुनु चाहिँ हुन्छ त्यही हुन्छ हुन्छ त्यही डेटमा है त्यो डेटमा भन्दा म अघि पछि हुन्छ नि 1-2 दिन ए भनेपछि कन्टिन्यू जान्छ अब त्यो अर्को साल चाहिँ त्यो पनि त्यहाँ पाएको 5 वर्ष भइसक्यो मैले के भनेको ए 5 वर्ष भइसक्यो त्यहाँ पाएको त्यो जग्गामा के भनेको त्यो त अन्त कहिले हुन्छ फेरि उहाँले चाहिँ आगोहरू छुइहाल्छ नि त आगो को कहाँ चाहिँ गर्दैछ यहाँ भिडियो बनाउँदै यस्तो फ्रेस छ हो अन्त यसको चाहिँ यो पार्ट चाहिँ फ्याँक्नुपर्छ हो यो पार्ट चाहिँ फ्याँक्नुपर्छ यसरी खोर्सिँदै यो माथिको पार्ट चाहिँ फ्याँक्नुपर्छ अन्त दिदीले केलाउँदैछ यसरी केलाउनुपर्छ यसलाई हो केलाएर अब यसको पनि टन्छ यो चाहिँ यसरी केलाउनुपर्छ हो यो पत्र के हुँदैन हौ यो पत्र चाहिँ यहाँको चाहिँ फ्याँक्नुपर्छ मेन यो चाहिँ फ्याँक्नुपर्छ हो यो चाहिँ यसरी फ्याँक्नुपर्छ पत्र पत्र पारेर फ्याँकिसक्यो यसरी सलसल निस्किन्छ है हो यसरी फ्याँक्नुपर्छ है हो च्याउ काटेर रेडी भइसक्यो है हो अन्त अब च्याउसँग मिसाउने मुन्टा हो अन्त लसुनहरू चाहिँ हाल्नुपर्छ अलिक बेसी हाल्नुपर्छ लसुन यो च्याउमा रेडी भइसक्यो लसुनहरू पनि यसरी हाल्नुपर्छ मजाले कुच्चाएर बेसी हाल्नुपर्छ लसुन हो यसरी नै टिपेको रहेछ मकै बाबाले हिजो टिपेको मकै यो अब यो त कुहिनु काटेको है मकै यहाँ हँसियो मकै रामेन पनि ल्याएको छ अन्त अहिले एकछिन यो पनि खानेछ हामी हो च्याउ चाहिँ कि च्याउ र मुन्टा पाकिसकेको छ कि हो अब चाहिँ म खानेछु यो च्याउहरू अब हामी रामेन खान आँटेको हो बनाउनु आँटेको छ दिदीले अब यो दिदीले बनाउँदैछ हो रामेन खानुपर्छ मजाले अहिले चाहिँ बाहिर यस्तो दिन भइरहेको छ फगी फगी हो अल्छी लाग्दो वेदर भइरहेको छ आज चाहिँ लियो अन्त आज चाहिँ मैले रामेन बनाउँदैछु हो खाँदैछु हालेको हालेको गर्नुपर्छ यो यसरी फुल हुइन्जाल हाल्नुपर्छ हो यसरी ड्याममै आफै झर्छ यो हुँदै जाँदा हो अहिले हेर्नुहोस् तपाईँहरू यो बनिसकेर भेटौँ हो त्यतै छ हो अनि यसको मसलाहरू चाहिँ यहाँ राखिरहेको छु हो अनि त्यतै छ अन्त मैले यता चिया पनि रेडी हुँदैछ अन्त यहाँ यी अन्डा पनि ल्याएको छु हो अन्डा सन्डा हालेर बनाउँदैछ अझै हुँदैछ आमा हो वेदर फेरि आए यस्तो घिनलाग्दो भइरहेको छ अहिले फगी फगी दिन अल्छी लाग्दो हुन्छ हो हाल्दैछ हो मजाले मिक्स गर्नुपर्छ अहिले मजाले मिक्स गरेर खाइदिने हो डङ्कडङ्क कोकसँग हो मलाई चाहिँ भक्कु दे यही हन्थु जस्तो खानु लागिरहेछ मसला हाल्दैछु यी हो अन्डा पनि यहाँ रेडी छ हो अन्डा हाल्दैछ यो अब यो चाहिँ म खाने हो अन्त दिदीले त भित्र लगिहाल्यो हो बहिनी र दाले चाहिँ उता उता बसेर खानेछ म चाहिँ खानेछु यो हेर्नुहोस् होला दामी भएको छ है मेरो चाहिँ अब यहाँ मैले
फ्रिज पनि हालेको थिएँ फ्रिजमा कोक हो यो चाहिँ के हो बन्द गरिदिउँ फ्रिज हो यो चाहिँ आइसक्यो मैले पानी अलिकति हालेर राखिरहेको थिएँ माथिबाट हाल्नु हुन्छ हो यी मैले मगमा हालिरहेको छु कोक यी हो आइस भएको कोक खाएको मजाको हुनेछ यस्तो कोक त दामी हुन्छ यसो गरी कोकले त दामी छ नि कोक त दामी बनाएको रहेछ भएछ नि दामी भएछ कस्तो भएछ त मैले दामी भएको छ है कसले बनाउने चाहिँ को हो खास मै हो राम्रो भएको छ है दामी हो फेरि मैले बनाएको पञ्चायत हाल्यो फेरि मैले होइन त्यही भएर आजको लागि यति नै अब नेक्स्ट भ्लगमा भेटौँ सी यु इन नेक्स्ट भ्लग सबैजनालाई